रूम पूरा सब पूरा ऐसे रखे हुए हैं मैंने कपड़े वगैरह ऐसा फ्रेंड का और मेरा यहाँ पे। तो अभी कोई भी नहीं आया गाइस। हेलो साथीहरू, आज चाहिँ मैले के लिएर आएको छु। क्लाइन्टले मलाई 50 रुपिस दिएको थियो होइन, 50 रुपियाँ दिएको थियो गाइस। अनि त्यसको बाद मैले यो 10 रुपियाँको दुईटा गाजर अनि 10 रुपियाँको सिमी अनि क्याप्सिकम 10 होइन 30 रुपिस। अनि यो मैले लिएको छु गाइस 50 रुपिस, 40 रुपिस गयो, यहाँ 10 रुपिस ब्यालेन्स छ। सो बाँचेको खाना छ मेरो बिहानको। अब यसलाई चाहिँ म कोही फ्राइड राइस बनाउँछु भनेर सोच्दैछु साथीहरू। अनि गाइस म चाहिँ रुम आइसकेर चाहिँ रुम कपडा पनि सब कुछ कपडा फेरिसकेको छु। अब यहाँ मेरो भाडा छ है धुनुको लागि, यो चाहिँ ड्युटी लगाएर गएको थिएँ। अनि साथीहरू म चाहिँ अब बिहानको भातलाई नै म फ्राइड राइस बनाउँछु किनकि पुरा अल्छी लाग्दैछ। साथीहरू यो चाहिँ हाम्रो रुम हो, यहाँ देख्न सक्नुहुन्छ हाम्रो रुम चाहिँ यस्तो टाइपको छ है। आज साथीले चाहिँ बहिनीले यहाँ रुम सफा गरेर उसको क्लोथहरू यतिकै राखेको थियो। मुख पनि धुएको छुइनँ, क्रिम पनि धुएको छुइनँ। अनि त्यसको बादमा अब चाहिँ म के गर्छु होला, मेरो रुम चाहिँ पुरा लथालिङ्गै छ।